6 पाटावाला पेटीकोट कटिङको भिडियो लिएर आएको छु। हेरौँ है त साथीहरु। सुरुमा चाहिँ पेटीकोटको माथिको बेल्टको लागि 4.5 देखि 5 इन्चसम्मको कपडा चाहिँ साइडबाट निकाल्नु पर्ने हुन्छ। त्यसपछि भने हामीले कपडालाई भिडियोमा मैले देखाएको जस्तै गरेर 4 फोल्डमा फोल्ड गर्नु होला र कपडा चाहिँ तलमाथि भएको छ कि छैन भनेर एकचोटी चेक गरेर स्ट्रेट लाइन तान्दिनु होला र हाम्रो पेटीकोटको लम्बाइ कति छ त्यतिमै चिन्ह लगाएर अर्को स्ट्रेट लाइन तान्नु होला। त्यसपछि भने हाम्रो हिप कति छ त्यसमा 4 देखि 5 इन्च प्लस गरेर 8ले भाग गरेर आएको संख्यामा चिन्ह लाउनु होला। त्यस चिन्ह लगाइसकेपछि हाफ इन्च भने सिलाइ भागको लागि चिन्ह लाउनु होला र त्यसको जस्ट अपोजिट साइडमा पनि जति हाम्रो उताको साइडमा आएको थियो नि त्यतिमै चिन्ह लाएर एक साइडबाट अर्को साइड जोड्दिनु होला। जसरी मैले कटिङ गरेको छु त्यस्तै तरिकाले हजुरहरुले पनि कटिङ गर्नु होला। यसरी कटिङ गरेर चाहिँ घरमै बसेर सिलाउन सकिन्छ।